यहाँ तरुल भेटिसकेँ है मैले। कस्तो लाग्यो? मिठो। ल बोसो है गाईहरू, बोसो मासु। सो हेलो एन्ड नमस्कार सबैजनालाई, वेलकम ब्याक टु माई न्यू भ्लग। सो आजको भ्लगमा स्वागत छ है। अनि आज चाहिँ म कहाँ गइरहेको छु भन्दाखेरि गाई चट्टा लाएर तरुल खन्नु जाँदैछु। यहाँ छ जेब्रा है टक्क, अनि चपरारा कुट्टे पनि छ। त्यो हेरौँ भरे एक जेब्रा तरुल चाहिँ ल्याउनु पर्यो भनेर तरुल खन्नु चाहिँ हिँड्यो गाईहरू। अब कतिको तरुल चाहिँ पाउँछ हैन थाहा भएन। र पनि म यता पारी जङ्गलतिर गइरहेको छु तरुलको बोट खोज्नुलाई। चट्ट यता पारीतिर चाहिँ जानुपर्ने हुन्छ है। चट्ट यता मास्तिरसम्म कहाँसम्म पुगिन्छ थाहा भएन, भरे थाहा हुनेछ गाइजहरू हैन। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। म चाहिँ तरुलको बोट खोज्ने काम गरिरहेको छु गाइजहरू हैन। चट्ट लाएर पुरै जङ्गलको बिचमा आइसकेको छु। हेर्नु सक्नुहुन्छ जङ्गल यस्तो छ है त। जङ्गलमा छिर्नु पर्ने, जङ्गलमा मङ्गल गर्नु आउँछन् कुनै मान्छेहरू। म चाहिँ जङ्गलमा तरुल खोज्नु आइरहेको छु है गाइजहरू। तरुल अघिदेखि भनिरहेको छु। यस्तो ठाउँमा चाहिँ म आइसकेँ। खोइ त हो तरुलको बोटै भेटिँदैन त। यहाँ चाहिँ सानो छ एउटा तरुलको बोट। यति सानो खनेर के गर्ने होइन। बिजोग हुने भयो आज मेरो। त्यो जङ्गलमा छिरिसक्यो है। तलदेखि खोज्दै आएको। अहिलेसम्म तरुलको बोट भेटाएको भए पो, भेटाएको पनि छुइनँ। मासतिर लाग्छु अब। हेर्दै जाउँ। यो फुचुन्द्रे यहाँ छ एउटा। कहाँ छ बोट? टक्क लाएर यहाँ रहेछ फुचुन्द्रे एउटा। यो फुचुन्द्रेलाई त नखानु, म यता मासतिर लाग्छु है गाइजहरू। म चाहिँ यता मासतिर त्यो छ है। बाटो त छैन, म पनि खोज्दै छिर्दैछु है। यस्तो ठाउँमा आइसक्यो है। एउटा सानो बोट देखियो, देख्नु चाहिँ तर रुखको अलिक के भन्छ यस्तो चेपमा छ। हो कहाँ हो यस्तो चेपमा त एकदम गाह्रो पर्छ गाइजहरू। बोट यत्रो छ यी हाम्रो तरुलको बोट गाइजहरू हेर्नु सक्नुहुन्छ। यत्रो अघिदेखि खोज्दा भर्खर भेटाएको, त्यो पनि यस्तो रुखको चेपमा छ। अब यसले नै भए पनि यहाँ खन्नु पर्ने हुन्छ। सकिन्छ कि सकिँदैन थाहा छैन। यस्तोमा छ। यहाँ पनि रहेछ एउटा। अब यिनीहरूलाई नै खनेर ब्यास हान्नुपर्ने हुन्छ गाइजहरू। हेरौँ। सो अब यो हल्का फानिदिन्छु म, त्यसपछि तरुल यिनीहरूले खन्नु पर्ने हुन्छ। अरू भेटाइन्छ भन्ने आश छैन खासै गाइजहरू। त्यही भएर यसलाई नै अगाडि खन्ने हो, त्यसपछि फेरि अर्कोहरू खोज्नु पर्ने हुन्छ। सो अब चाहिँ म खन्नुतर्फ लाग्यो है। तरुल भेट्टाइसक्यो गाइजहरू। यत्रो सानो छ, यति खनिसक्यो। तरुलको हालत यस्तो छ, के गर्नु त गाइजहरू। हाम्रोतिर चाहिँ गाइजहरू तरुल खन्ने तरिका चाहिँ यही हो है।
चट्टा अगाडि कुटेले अनि टप्पराले खन्ने हो। अनि यो यस्तो छ हाम्रो त्यो चम्कु भन्छ यसले टिस्को लागि के भन्छ हैन गाइसहरु। अनि चट्टाले कोटार्नु पर्ने हुन्छ यसरी। अनि हेरौँ कतिको छ। ओह्रालो जाँदैछ जानु चाहिँ। गाइसहरु टरुलको हालत त यस्तो पनि निस्किँदैछ त चाहिँ। यत्रो मसिनो छ बिजोग भएन त अब। यो तरिकाले त तरुल खनाइ होला जस्तो छैन त आज त हाम्रो मेरो सकिए पनि छैन लास्ट त। यत्रो खनेको टरुल यति रहेछ अब त्यो पनि ढुङ्गाले चेप्टाएर यस्तो छ। बिजोग बनायो आजको दिनमा। यत्रै टरुल निस्कियो भने त के गर्ने त गाइजहरु हेर्न सक्नुहुन्छ है। यति भर्खर तरुल निकालेको छु गाइजहरु हेर्न सक्नुहुन्छ। अघि बोट देखाए बोट चाहिँ यत्रो हैन ठुलै थियो यतिको। अब यहाँ थोरै छ त्यसपछि सकियो त। यत्रो थियो अन्त साइडतिर अलिअलि चेप्टिएको रहेछ। यस्तो ढुङ्गाले चेप्टाएको रहेछ फेरि गाइजहरु हेर्न सक्नुहुन्छ ल। यति चाहिँ निस्क्यो। अब यो अलिकति छ त्यो खन्छु कति निस्किन्छ हेरौँ है। गाइजहरु एक बोटको तरुल यति निस्क्यो। सकियो त अब 4-5 टुक्रा निस्क्यो यार। यस्तो बिजोग बनाए खन्नु चाहिँ यति धेरै खनियो नि फेरि यत्रो ठुलो खनियो हाम्रो टरुल यति छ बिजोग भएन त। तर हुन त बोट पनि यत्रै थियो गाइजहरु सानो मिडियम। एक बोट खन्दै च्याक्कै ठाकियो बिजोग भयो गाइजहरु। सो मेरो झोलाहरू यहाँ पर्छ। अब झोलामा लाउने त्यसपछि फेरि उकालोतिर लाग्नु पर्ने हुन्छ यता मासतिर छ कि छैन हो। बल्ल बल्ल भेटाएको एक बोट तरुलको बोट धोका दियो तरुलले मलाई। फेरि ल्याउँछु होला भनेर जेब्रा चाहिँ यत्रो ठुलो लिएर आएको क्या मैले। अब प्याक गरियो तरुल चट्टै स्वाट लाउने हो टक्क लाउने हो यहाँ। चटपटे पनि लेख्छु खाजा पानी ल्याउनु बिर्सेर तनाव भइरहेछ नि। ल प्याक भइसक्यो गाइजहरु माल रेडी भइसक्यो। अब उकालो लाग्छु म। उकालोतिर हेरौँ कतिको छ। गाइजहरु यत्रो खनियो। म चाहिँ यहाँ यसको यत्रो छ यहाँदेखि खन्दै झारेको छु। यति खनिसके माटो यति निकाले। सो हेरौँ मेरो हालत यस्तो भइसक्यो। अब कतिको तरुल छ तिस्कुला टासेर तरुल निकाल्नु पर्ने हुन्छ। म यस्तो बिजोग भयो तर गाह्रो छ है गाइजहरु। तरुल खानु एकदम गाह्रो छ। यस्तो मजाले ठाकियो नि त भने यहाँ गाह्रो छ गाह्रो। ल गाइजहरु यहाँ तरुल भेटिसके है मैले। हेरौँ
हेर्न सक्नुहुन्छ टरुल नि यस्तो छ भाँचियो है कस्तो आज तरुल भेट्दिएको मैले ए सबै यस्तो खुच्रे खाच्रे छ त सबै के खानै नमिल्ने खालको तरुल मात्रै भेटिरहेको छु आज के भएको यस्तो छ तरुलको हालत पुरानै तरुल दामी थिएछ तरुल पुरानै चाहिँ अब नयाँ चाहिँ भेटाउनु गाह्रो भन्छ हौ हालत खराब भयो तरुलको यस्तो निस्किएर यत्रो खन्यो यति भर्खर निकाल्दैछु यत्रो फेरि यहाँ ढुङ्गा भेट्यो यसरी झर्छ कि आफै फेरि यस्तो मान्छे यस्तो फेरि बाङ्गिएर तरुल पनि यहाँ चाहिँ भाँचिएछ यो यस्तो छ हाम्रो तरुलको हालत यहाँ चाहिँ फेरि सर्पा जस्तै पुरै कुङ्क्रुक्को परेको छ है अब यसलाई म निकालेँ यस्तो कस्तो दामी कुङ्क्रुक परिदिएको त यस्तै सलक सलक भएको भए चाहिँ दामी हुन्थ्यो ल गाइजहरू तरुल त सकियो त यति मात्रै आयो जम्मा यति निस्किएको छ्याट मासला हेर्नु सक्नुहुन्छ यत्रो खनियो बोट पनि यहाँ त यतिको ठुलै थियो है यत्रो थियो बोट यत्रो खनियो जम्मा यति है हुँदैन रहेछ आज तरुल मासु पोल्नुलाई तयार पार्दैछु यहाँ ढुङ्गोमा चट्ट भर्खर ढुङ्गो बसाएको छु तलाको दामी तरिकाले बलिरहेको छ यहाँ मेरो छोरा खेल्दैछ औ के गरेको के खेलेको यसले खर खेल्दैछ यसको नयाँ के पो ट्र्याक्टर होइन हिजो मात्रै लन्च भएको ट्र्याक्टर यो यसको नयाँ ट्र्याक्टर खेल्दैछ यहाँ चाहिँ पुरानो डोजर पनि छ हिजो नै लिएको होइन अब मासु पोल्नु पर्ने हुन्छ हल्का यस्तो छ मासु खाने मान्छे यहाँ चाहिँ पर्खिँदैछ अनि म यता छु खाने मान्छे म पनि हो अनि यो पनि हो अनि एकजना कुट्ने मान्छे पनि हो अब मासु पोल्नु थालियो है चट्ट लाएर ढुङ्गामा मेरो गुहार अरे ल आज मेरो गुहार अरे मासु अनि म पोल्दैछु मासु पोल्नुतिर लाग्यो है गाइजहरू मासु पोल्नुतिर चट्ट यसरी पोल्नु हो नि त ढुङ्गामा चट्ट लाएर अलिक आगो चाहिँ भएन अनि दाउरा लिनुपर्ने हुन्छ ल गाइजहरू मासु पाकिसक्यो है अब चाहिँ रातो भइसकेको छ कुनै चाहिँ डढ्यो जस्तो पनि लाग्यो ल यस्तो छ पाक्यो मासु चट्ट लाएर झिकियो थालमा भर्खरी त हुँदैछ त रकेट होइन नि त हौ यस्तो बबाल छ है खाउँ 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 लागिसक्यो भर्खर स्टार्ट हुँदैछ पोल्ने ल गाइजहरू मासु दामी पाक्दैछ है ल हेर्नु सक्नुहुन्छ यस्तो छ यतिको त हुनु पर्यो नि त फेरि अलि अँध्यारो अँध्यारो देख्यो है मासु यस्तो बबाल छ है मासु रातो भएको छ यो चाहिँ अनि यो पनि रातो भइसक्यो यो र यो बाँकी छ त्यो सानो पनि भइसक्यो यता डल्लै फेरि बाँकी छ बिजोग छ हौ आजको दिनमा चाहिँ मेरो हालत खराब छ के खराब हो
यस्तो बोबा लागो चाहिँ बलिरहेको छ तर हल्का पानी लगाइदिउँ ल गाईहरू मासु मजाले पाक्ने काम भइरहेछ है नभए चाहिँ लास्ट बाँकी छ यता यति पाकिसकेको छ गाई छ हेर्नु सक्नुहुन्छ चट्ट लाएर त्यो भटाभट पोल्ने काम नै गरिरहेको छु चट्ट आगोमा है यस्तो दामी आगो बलिरहेको छ यता चाहिँ नजिकदेखि हेर्नु सक्नुहुन्छ मासु यस्तो बबाल छ ल यस्तै छ यसलाई चाहिँ पोल्टाउनु पर्छ यार के भयो अलिक पाक्दैन कि भनेर चाहिँ हल्का पानी लगाइदिएको मासु पाकिसक्यो है अब चाहिँ यस्तो बबाल तरिकाले पाक्दैछ नै आगोको हालत यस्तो छ अनि खानु थालिसक्यो मिठो छ कस्तो लाग्यो मिठो ल गुवाम गुवाम खानु अब रक्सी जस्तै बल्यो अब चाहिँ चट्ट लगाएर खाना खानुपर्ने हुन्छ हामी चाहिँ 3 जना चाहिँ खाइसक्यो 2 जना हामी बाँकी छौँ ल खाना पस्किने काम भइरहेछ चट्ट लगाएर पुग्छ मलाई आजको दिनमा यहाँ छ पोलेको मासु अघि म पोल्दै 3 जनाले चाहिँ खायो भोक लाग्यो भनेर अनि अब हामी चाहिँ खानुपर्ने हुन्छ चट्ट यस्तो छ अचार अब चाहिँ भात खाइयो ल गाईहरू चट्ट लाएर किन खाने हो यति राखिदिएँ ल भोलिको लागि अचारले तपाईँको भात खानु अहिले के ठुलो चाहिँ बसो राख्नु बोल्दै मलाई पुग्यो क्या हो म अघिदेखि खाने त पुगेको छैन कस्तो सुक्दी रहेछ बाबाले भनेर बोलेको
अब औँसी पुण्य हुन रहेछ त्यसमा मौरी क्रस पनि है मौरी बोसो है गाई छन् बोसो मासु के रहेछ हौ भन्छ पो रहेछ यो खाने छैन होइन है